है त। अब यो एक सिट्टी लागिसकेको छ। ल एक सिट्टी लागेपछि म यसको सिट्टीलाई चाहिँ बन्द गरिदिन्छु। त्यसपछि हामी खोलेर हेर्छौँ यो कस्तो भएको छ भनेर। ल अब चाहिँ म कुकर खोल्न गइरहेको छु। ल हेर्नुहोस् हाम्रो एक सिट्टी पछिको कटर चाहिँ यस्तो खालको भइरहेको छ। ओहो यो झऱ्यो यहाँ सफा छ, त्यही भएर मैले भित्रै हालेँ। ल यस्तो खालको बन्यो। अब म चाहिँ यहाँ भाउजूलाई टेस्ट गर्न दिँदैछु कस्तो छ। भाउजूले फिडब्याक दिनुहुन्छ है। यहाँ भाउजूले चाहिँ टेस्ट गर्दै हुनुहुन्छ। ल चम्चाले भन्दा हातैले खाएको जाति मान्नुहुन्छ उहाँले चाहिँ। यो चाहिँ ल उहाँको फिडब्याक चाहिँ मिठो छ भन्दा आयो। अब तपाईँहरू पनि यसै गरी एकचोटि पकाएर टेस्ट गरेर हेर्नु होला कस्तो छ, कमेन्टमा लेख्नुहोस् है त। अनि ल अब अरू पनि म यस्तै यस्तै भिडियो बनाएर हेर्दै गर्छु। लाइक, सेयर, कमेन्ट, सब्सक्राइब सबै गरेर चाहिँ भाइरल बनाइदिनु होला है त्यो भिडियोलाई।